हेलो अनि नमस्ते। भन्न चाहन्छु अनि तपाईँको दसैँ तिहार कस्तो भयो होला भन्न चाहन्छु अनि रमाइलो भयो होला। उम्, रमाइलो भन्ने आश गरेको छु मैले। आज मैले चाहिँ विशेष गरिकन मेरो यो भिडियो बनाउनुको कारण चाहिँ मेरो मैले पनि यसो युट्युब बनाएको छु। पहिला पनि मेरो युट्युब बनाएको थिएँ। पहिला चाहिँ मेरो मोबाइल हरायो कि। पहिलाको मेरो फेसबुक युट्युबमा चाहिँ सब्सक्राइब 146 पुगेको थियो। त्यो मोबाइल चाहिँ हरायो मेरो। बाटोमा कहाँ खस्यो अनि त्यो बाटोमा खस्यो कहाँ खस्यो थाहा भएन मलाई चाहिँ होइन। कहाँ खस्यो अब खल्तीबाट कहाँ खस्यो त्यतिमा चाहिँ हतारमा थियो कि हतारमा जाँदाखेरि मेरो मोबाइल कहाँ खस्यो अनि त्यो चाहिँ अब त्यसमा चाहिँ मेरो सब्सक्राइब 146 छ। अहिले चाहिँ मेरो नयाँ छ आइडी त्यही हो पहिलाको आइडी हो तर अलिकति फरक छ। सलमान राई 123 @। सलमान राई 123 भनेर मात्र आउँछ है मेरो आइडी। अनि त्यसमा चाहिँ अरू के भन्न चाहन्छु अब तपाईँले मलाई सपोर्ट गर्नुहोस् म पनि तपाईँलाई सपोर्ट गर्नेछु भन्न चाहन्छु। अनि तपाईँको दसैँ तिहार कसो रमाइलो भएन फेरि भन्न चाहन्छु। अनि मेरो त रमाइलो त्यतिकै भयो त्यति रमाइलो भएन। अनि म पनि यसो भिडियो नयाँ कन्टेन्ट बनाएको छु के भिडियोहरू त्यति मेरो कन्टेन्ट चाहिँ राम्रो छैन त्यो ट्राई गरिरहेको छु। तपाईँले मलाई सिकाउनुहोस् कमेन्टमा गरिदिनुहोस् अनि म पनि के गर्ने सपना छ कि मेरो पनि केही बन्ने सपना छ। हजुरले सपोर्ट गरिदियो भने मेरो पुरा सपना हुनेछ। हजुरले सपोर्ट गर्यो भने मेरो सपना अधुरो रहन्छ। तपाईँहरूले सबै दाजुभाइ दिदीबहिनीहरूले जसले मेरो भिडियो हुन्छ सपोर्ट गरिदिनु होला भन्न चाहन्छु होइन। सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला। मेरो अहिले चाहिँ सब्सक्राइब चाहिँ 44 मा छ। मेरो अहिले सब्सक्राइब चाहिँ जम्मा अब 44 मात्र छ मेरो अहिले मेरो सब्सक्राइब चाहिँ जम्मा टोटली अहिले 44 मिनट छ है साथीहरू। त्यसैले मलाई सपोर्ट गरिदिनुहोस् म पनि केही गर्न चाहन्छु के सपना छ होइन सबैको एउटा सपना हुन्छ तर यसमा चाहिँ अलि धेरै दुःख गर्नुपर्छ के यसमा भिडियो बनाउँदा भ्लग गर्दा होइन। भ्लग गर्दा चाहिँ धेरै लास्टै दुःख गर्नुपर्छ तर म त्यति टाढो घुम्नु गएको छैन। त्यही मेरो काम आउने जाने गरेको चाहिँ भिडियो बनाइरहेको छु मैले होइन। तर यसो सोच्छु कि अब कति एउटै ठाउँको पनि भिडियो हेर्दाखेरि अलिकति रमाइलो हुँदैन होइन साथीहरू। त्यसले चाहिँ अब कहीँ घुम्नु जानु पाएको छैन। अब मेरो चाहिँ ड्युटी चाहिँ बिहान 7 बजीदेखि बेलुका 7 12 घन्टा ड्युटी हुन्छ। बिहान 7 बजीदेखि बेलुका 7 बजीसम्म ड्युटी हुन्छ नि त साथीहरू। त्यसैले म ड्युटीमा चाहिँ कहीँ बाहिर घुम्नु जानु पाउँदिनँ। त्यसैले यही मात्र भिडियो हालिरहेको छु म होइन। मेरो काम गर्ने ठाउँ यो जुन अहिले पछाडि यो पछाडिको ठाउँमा देखिरहेको छ यही मेरो काम गर्ने ठाउँ हो। त्यही भएर यहीँ बसेर चाहिँ म भिडियो बनाइरहेको छु। मेरो काम चाहिँ कस्तो नै बाइक वासिङ बाइक स्कुटी वासिङ गर्ने के धुने हो वास गर्ने हो धुने हो क्या गर्ने काम गर्छु। पहिला युट्युबमा चाहिँ मेरो थियो होला जस्तो लाग्छ। यसमा चाहिँ मैले हालेको मैले त्यति याद छैन। त्यही पनि तपाईँले मैले यसो हालेको छु एउटा है स्कुटी वास गरेर हालेको छु मैले। तपाईँले यसो सपोर्ट गरिदिनु होला भन्न चाहन्छु होइन। तपाईँले मलाई सपोर्ट गरे मेरो मेरो केही बन्ने चाहना छ होइन। तपाईँले सपोर्ट गरे म पनि अगाडि बढ्न सक्छु। तपाईँले सपोर्ट गर्नु भने चाहिँ म चाहिँ अब के भन्नु त्यही हो अधुरो रहिरहन्छ। तपाईँले मलाई सपोर्ट गर्नु तपाईँले पनि तपाईँले मलाई सब्सक्राइब गर्नु भने कमेन्ट गरेर सानो कमेन्ट गर्नु होला सानो कमेन्ट गरिदिनु होला। अनि त्यसपछि म तपाईँको कमेन्ट हेरेर भने तपाईँको आइडीमा गएर चाहिँ तपाईँले सपोर्ट गर्नेछु होइन। त्यो हो तपाईँको सब्सक्राइब लाइक गरिदिनेछु म पनि मेरो बाचा है प्रमेश गर्छु म के प्रमेश एकदमै त्यस्तो फटाट यस्तो सब्सक्राइब गरेर अनसब्सक्राइब त्यो गर्ने भएन। तर सब्सक्राइब गरेर अनसब्सक्राइब चाहिँ नगर्नु साथीहरू होइन। एकछिनको लागि त्यो रमाइलो गरेर चाहिँ हुँदैन है। त्यो एकछिनको लागि त्यो बढाइदिने फेरि अनसब्सक्राइब चाहिँ नगरिदिनुहोस्। गर्नु बरु नगर्नु कि जस्तो चाहिँ होइन गर्नु भने गरिहाल्नु। अब तपाईँको कसै नै अब 1K पुग्न 1 लाख पुगेको छैन तपाईँको 1K पनि नोक्सीमा झार्नु भने त कस्तो मन हुन्छ नि त खल्लो हुन्छ नि त मन दुख्छ। त्यसो गरी है बरु सब्सक्राइब गरेर बरु एकैचोटि अनसब्सक्राइब चाहिँ नगरिदिनु है साथीहरू। सबैको मलाई मात्रै होइन सबैलाई होइन। अब बिचरा कति त जो बोलेर कति त दुःख गरेर भिडियो बनाएको तपाईँले सब्सक्राइब गर्नुहुन्छ फेरि लास्टमा तपाईँ पनि सब्सक्राइब गर्नुहुन्छ तपाईँले चाहिँ अनसब्सक्राइब गरिदिनुहुन्छ। त्यस्तो चाहिँ नगर्नु साथीहरू होइन। धेरै मन दुख्छ के मेरो त पहिला पनि थियो को भिडियोमा चाहिँ झन् 200 पुग्ला थियो लास्टमा त 200 पुग्ला थियो। त्यसको भोलिपल्ट हेरेर
146 कै पहिलाको यो पहिलाको आइडीमा चाहिँ यो आइडीको नयाँ आइडीमा चाहिँ जम्मा 44 मात्र छ त्यसमा चाहिँ। त्यसैले म भन्न चाहन्छु साथीहरू त्यो अनसब्सक्राइब गरेर अनसब्सक्राइब नगरिदिनुहोस्, हैन बरु नगरिदिनु होला त्यो म त्यो नाम भन्नु खोजेको होइन, त्यसरी नगरिदिनु होला भन्नु खोजेको चाहिँ साथीहरू है, नरिसाउनु है त है साथीहरू। अब अर्को भिडियो भेट्न बाचा गर्दै अहिले चाहिँ म तपाईँहरूसँग कुरा गर्ने बाचा गर्दै आज बिदा चाहन्छु। ओके बाई बाई, सी यू भिडियो भेटौँला।